मेरो त लेभल 2 कम्प्लिट भएछ नि दिदी उयो रियोको त फ्रिज खाली होला जस्तो त चिसोले ल ठिक छ आफ्नो गन्तव्यमा पुग्नुहुन्छ हजुरलाई यही मेरो शुभकामना छ बिस्तारै जानु होला सुरक्षित जानु होला है सर छोटकरीमा भन्दाखेरि आजको राइड चाहिँ मेरो लागि चाहिँ अत्यन्त मेमोरेबल भयो What's up guys, hello and namaste, this is Praveen again and welcome back to my channel. अहिले चाहिँ हामी धेरै लामो समयपछि चाहिँ यो असार महिनाको टाइममा चाहिँ राइड जाँदैछौँ फेरि एकचोटि होइन। हाम्रो चाहिँ योभन्दा अगाडि चाहिँ टोखामा एक्सिडेन्ट भएपछिको चाहिँ यो हाम्रो लगभग सेकेन्ड राइड हो। बिचाको राइडमा चाहिँ मैले भ्लगिङ बनाइनँ है। अनि अहिले चाहिँ हाम्रो ग्रुप चाहिँ ग्रो हुँदै गइरहेछ। त्यही कारणले गर्दाखेरि चाहिँ यो असार महिना नै भए पनि हामीले चाहिँ बाढी पहिरो वर्षाको केही पनि चिन्ता नगरिकन हामी जाँदैछौँ। आजको हाम्रो मिटअप चाहिँ एसजिबी अटो एसएस चोकबाट भइरहेछ। आज चाहिँ हाम्रो ग्रुपमा धेरैजना राइडरहरू हुनुहुन्छ, लगभग अलमोस्ट 45-50जना जति हुनुहुन्छ। एसजिबी र एनजिबीको चाहिँ आज मज राइड छ। एनजिबी चाहिँ हामीले अर्को ग्रुप चाहिँ खडा गरेका हौँ। त्यस कारणले गर्दाखेरि चाहिँ आजको राइड विशेष हुनेवाला छ। अनि मेरो भ्लग चाहिँ लगभग 3 महिना पछिको भ्लग हो यो। बिचमा मैले डिस्कन्टिन्यू गरेको थिएँ। अब मेरा शुभचिन्तकहरूलाई म के भन्न चाहन्छु भने अबको मेरो यो भ्लगिङ चाहिँ कन्टिन्यू हुँदै जान्छ र बाटोमा के हुन्छ हजुरहरूलाई चाहिँ म अपडेट गराउँदै जान्छु है त। सो गाइस हामी चाहिँ अब यहाँबाट मुभ हुँदैछौँ। साथीहरू अलिकति अगाडि गइसकेको छ है। दरबार थकालीमा भेट हुन्छ। म चाहिँ यहाँ पसल बन्द गर्दाखेरि अलिकति पछाडि अलमल्ने आज चाहिँ म पछाडि नै बस्नेवाला छु। अब हामी यहाँबाट एसएस चोकबाट दरबार थकाली जान्छौँ है। ल ओहो आरआर फिटेड नाइस यो साथीहरूलाई गाइस यो चाहिँ हाम्रो आजको एसजिबी साम्राज्य हो होइन। के भयो खै त निर्मल ए पहिले हाल्नु नि पेट्रोल यार झन् त्यत्रो भनेको। अगाडि हिँड्नु भन्छ लास्टै गाह्रो हुन्छ गाइस। यता हेरे नि कोही छैन, यता हेरे नि कोही छैन, अगाडि हेरे नि कोही छैन। लुकिङ ग्लासमा अलिअलि देखिन्छन्, सानो देखिन्छन् है। त्यही हुनाले म चाहिँ अगाडि बस्नै नसक्ने हो क्या। टक्क साथीहरूले अगाडि चाहिँ लाइनअप हानेर जाँदाखेरि टर्निङमा सर्ट सुताएर टर्निङ काटेको लाइनअप हेर्न पाए पो मजा आउँछ। एक्लै जस्तो फिल हुन्छ। अनि भ्लगर घले है गाइस, राइडर घले, भ्लगर घले, हेमन्त घले, घुमन्ते घले, उहाँको चाहिँ हजारवटा नाम छन्। अब उहाँलाई के भनेर चिन्ने तपाईँहरूको कुरा है त। खै घर छ है एक लाइन होइन है, एक लाइन होइन है, एक लाइन होइन है, 3 लाइन 3-4 लाइन 3 लाइन। सो गाइस अहिले चाहिँ हामी राधे दरबार थकालीमा चाहिँ ब्रेकफास्टको लागि यहाँ हामीले चाहिँ स्टप गर्नु परेको छ है। दिस इज दरबार थकाली। दरबार थकाली भन्ने बित्तिकै तपाईँहरूलाई के कुराहरू याद आयो होला है। ठिक छ, के याद आयो कमेन्टमा भनिदिनु होला है त। आज चाहिँ हाम्रो राइडिङ अलिक पहिलाको डिफ्रेन्ट टाइपको छ। पहिला चाहिँ हामी स्पोर्ट जान्थ्यौँ भने आज चाहिँ हामीसँग नेकेड ग्रुप पनि छ, क्रुजर पनि छ, डट पनि छ है। हामीसँग चाहिँ आज सबै एजको राइडरहरू हुनुहुन्छ। अनि त्यही भएर अलिकति हेलो आउनु परिहाल्यो नि टक्क बस्ने। आज बाबालाई गर्नुपर्छ है। उहाँ चाहिँ हाम्रो नेपाली फिल्मको लेजेन्ड भिलेन हाम्रो विजय दाइ हुनुहुन्छ।
नमस्ते सबैजनालाई मेरो तर्फबाट पनि दाइ कस्तो फिल भइरहेछ आज एसजिबीसँग राइड आउन पाउँदा? यो चाहिँ एकदम म पहिला सिङ्गल एकदम सोलो राइड गर्थेँ। हजुर। अनि मलाई यो ग्रुपमा पनि राइड गर्न मन लाग्यो भनेर मैले यो एसजिबी ग्रुपसँग जोइन गरेँ। यो मेरो आज पहिलो राइड हो र एकदम नयाँ अनुभव। मैले सोचेँ भन्दा एकदम फरक। मैले सोचेको थिएँ कि साँच्चै भन्नुपर्दाखेरि अब म यस ग्रुपले पनि हजुर अलिकति पुरा मिल्दैन होला कतिपय पनि, तर सबै भाइहरू बडा रमाइलो हुँदो रहेछ। एकदम खुसी लाग्यो। तपाईँहरू पनि यदि इच्छुक हुनुहुन्छ भनेदेखि एसजिबी ग्रुपसँग जोइन गरेर ग्रुप राइड गर्न सक्नुहुन्छ। हजुरलाई अलवेज वेलकम है। उहाँ चाहिँ मेरो यस्तो दाइ हुनुहुन्छ कि पहिला म गाउँमा बस्दाखेरि उहाँको टिकट ब्ल्याकमा बेचेर 1-1.5 लाख कमाएको थिएँ है। यदि होइन बलिउडमा चाहिँ अमरीश पुरी पछिको चाहिँ डेनी हो भने नेपालमा सुनिल थापा पछि चाहिँ मेरो नजरमा विजय देवजा नै हो। अब तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला है त। सब साथीहरू आइरहेछन् है। हाम्रो पुराना राइडरहरू चाहिँ यता हुनुहुन्छ। जुबेर सर वेलकम ब्याक। धन्यवाद। के हुनुहुन्छ घरे सर? भएन है सर यार, यस्तो त हुनु भएन नि त। विनीत राइडर विनीत वेलकम ब्याक। नसकिने भयो केटाहरूलाई यार। वा नयाँ जर्सी, ओइ नयाँ निगाड, लौ नसकिने भयो। ए बुट मा कसम अल्पाइन स्टार, लौ नसकिने भयो। ए म त यति मात्रै होला भने त केटाहरू भट्टाबाट आउँदै पो रहेछ यार। उहाँ चाहिँ यहाँको ओनर है, दरबार थकाली। ओके साथीहरू, यो चाहिँ हाम्रो ग्रुपको यो वान टाइम एग्रिमेन्ट हो है। यो चाहिँ एभ्री राइडमा गर्दैन, यो राम्रोसित पढ्नु है। अब यहाँ ल यो खिचे हुन्छ चाहिँ एसजिबी विल नट बी रेस्पोन्सिबल फर एनी इन्जुरी, लसेस अर ड्यामेज है। अनि तपाईँहरूले कुनै पनि झगडा गर्ने, मुखमुखै लाग्ने, अनि यो ग्रुपको लभन्दा बाहिर बसेर चाहिँ कसैले पनि काम गर्न पाइएन है। लापसे गरेर पनि अहिले हुन्छ त्यो पाइँदैन है। अब पहिला चाहिँ सबैजनाले कोही सिङ्गल राइड गयो होला, कोही ग्रुप बनाएर गयो होला होइन, कोही घुम्न मात्रै गयो। हामी सबैजना चाहिँ राइड जाँदैछौँ है। अनि यो नसोच्नु होला कि यो साथीहरू भाइहरू यो हाम्रो रिलेसन भनेको चाहिँ ओन्ली राइड जानको लागि, बाइक दौडाउनको लागि मात्रै नसोच्नु होला। किनभने यो चाहिँ ग्रुप चाहिँ हाम्रो एउटा एसजिबी ग्रुप भन्दा नि हामी चाहिँ एसजिबी फ्यामिली भन्छौँ। कसैलाई केही प्रब्लम पऱ्यो भने कसै न कसैको त्यो प्रब्लम सल्भ गर्ने चाहिँ एउटा न एउटा साथीको हाँगाले भेटेकै हुन्छ क्या। त्यो कारणले गर्दा केही परिवारको खण्डमा भवितव्य जेसुकै भए पनि एउटा साथीलाई गर्दा अर्कोले चाहिँ साथ दिनको लागि चाहिँ हामीले यो ग्रुप म तपाईँलाई थपबाट के भन्छु भने हामी लाइनअपमै राइड जान्छौँ। लाइनअपमा राइड जाँदा सबैको सल्लाह एउटै किसिमको छैन होइन। टर्निङमा हल्का स्लो गर्नै पर्छ, जसको स्किल जतिसुकै होस् होइन। अनि बाँकी भनेको डिस्टेन्स चाहिँ मेन्टेन गर्नुपर्छ है। किनभने अगाडिबाट बाइक इनकेस लड्यो भने अथवा इमर्जेन्सी ब्रेक हान्यो भने पछाडिको त ड्याङ 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 एकैचोटि एक्सिडेन्ट हुन्छ। अनि इमर्जेन्सी रोकेर दाइको हातबाट दाइले बाँडिदिनु हुन अनुरोध गर्दछु है। पहिलोपटक म यो ग्रुपमा जोइन हुँदै पनि उहाँहरूले फेरि सम्मानका साथ सबै मेम्बरहरूलाई सुरज सर मर्जनको हातबाट चाहिँ हामी यो वितरण गर्दछौँ है। हामीले चाहिँ आज यो पेपर गरेका छौँ है। बाटोमा आफ्नो रिक्स आफैले लिनेछ, ग्रुप जिम्मेवारी हुने छैन भनेर चाहिँ हामीले यसरी साइन गरेका छौँ है त। हाम्रो ब्रिफिङ प्रोग्राम र लोगो वितरण गर्ने प्रोग्राम अनि आइडेन्टिटी कार्ड वितरण गर्ने प्रोग्राम चाहिँ अलमोस्ट सकिरहेको छ। अलिअलि छुटिरहेको छ, यता निर्मलले गरिरहेछ है। अब यहाँबाट ब्रेकफास्ट गर्ने आउँदैछ, खाएर हामी एकैचोटि मुभ अन गर्छौँ है त। जाउँ उता कता हिँड्ने? जाउँ न उता, ठाउँ छ त यार उता। गाइज हामी चाहिँ ब्रेकफास्ट गरेर अब नगरकोटतर्फ अगाडि बढिरहेको छ। हाम्रो चाहिँ आजको डेस्टिनेसन भनेको नगरकोटबाट चाहिँ हामी कुन्ताबेसीबाट 0 किलो दोलाल घाट हुँदै हामी सिन्धुपाल्चोक जाने प्लान भइरहेछ। जाउँ खोइ लास्टमा म छु, म प्रवीण छ लास्टमा।
एससी राइडर विजय देउजा हुनुहुन्छ। सो गाइस अहिले चाहिँ हामी चाँगुनारायण र नगरकोट पुग्ने वेमा छौँ। लेफ्ट गयो भने चाँगुनारायण मन्दिर, हामी राइट जान्छौँ, हामी नगरकोट पुग्छौँ है त। मजाले अगाडि लाग्ने अब बेलुका आउँदा त बिजोग हुन्छ त यार। तिमीले के भने अरे रस, तिमीले के भने अरे? ए ल ल ल हो खत्रै देखाएको छ नि तिमीलाई। अहिले चाहिँ हामी यो नगरकोट भन्दा तल अलिकति अफरोड सकेपछि पिच बाटोमा चाहिँ यहाँ ब्रेकको लागि चाहिँ हामी यहाँ होल्ड गरिरहेछौँ है। अब यहाँ बाइक कलेक्ट हुन्छ। दामी देखाएको छ यार है। यो थिटेनले बल्ल न्याय पायो यार। अहिले चाहिँ हामी कुन्ता बेसी बजारमा आइपुग्यौँ। मभन्दा अगाडि निर्मल छ, म सेकेन्डमा छु होइन। पछाडि लुकिङ ग्लासमा हेर्नु होला। ओ माई गड, यो ट्रेनभन्दा बढी छ त यार। गाइस धेरै समयपछि पुराना राइडर साथीहरूसँग चाहिँ राइड जान पायो है। पुरा खुसी लागिरहेछ। उता हुनुहुन्छ हाम्रो सुपरजङ, यता हाम्रो जुबेर गुना, यता हो हाम्रो विनित। सब 101 केटाहरू छन् यार। यता हुनुहुन्छ हाम्रो हेमन्त गले। है सबैको गोप्रो देख्छु त यार। अब तू गया बेटा, अब तू गया। देख तेरी औकात मैं दिखाता हूँ तुझे, देख। क्योंकि मैं बहुत दिनों से तेरा बहुत दिनों से खेल बंद करने के चक्कर में था। हेलो अब देख तू, अब सीधा बेटा कमिश्नर को कॉल लगाता हूँ मैं। तुझे पता है मैं छोटे मोटे बंदों से बात नहीं करता। अब देख तू। अलि सीधा तो बनाऊ, सीधे बनाऊ न। ओए कल यहाँ रे, सेकेन्ड लाइन हो, सेकेन्ड लाइन कम्प्लिट। मेरो त लेभल 2 कम्प्लिट भएछ नि। ठाउँमा चाहिँ जुस खान लागिरहेछ है दिदी। उयो रियोको त फ्रिज खाली होला जस्तो त चिसोले। ल ठिक छ ठिक छ। अहिले चाहिँ हामी बन्देउको चेकपोस्टमा छौँ। यहाँ इन्ट्री गराउन आएको सरहरूले चाहिँ हाम्रो साथीहरूलाई चाहिँ सेफ राइडको लागि, ट्राफिक रुल्सको लागि चाहिँ हल्का ब्रिफिङ दिनुहुन्छ अरे। त्यसका लागि चाहिँ हामी यहाँ वेटिङमा बसिरहेछौँ है त। साथी डकुमेन्टहरू सबै बोक्नु सबभन्दा बेटर। प्लस यो सवारी दुर्घटनामा सबभन्दा बाइकको अलि दुर्घटना बढी छ र त्यसमा पनि युवा जेनेरेसन हुनुहुन्छ। तपाईँहरू युवा जेनेरेसन बढी दुर्घटनामा पर्छ। कारण के हो भने हतार, जथाभावी ओभरटेक सबैलाई थाहा छ। यति गतेपछि हजुर दुर्घटनाबाट जोगिनुहुन्छ र सुरक्षित आफ्नो गन्तव्यमा पुग्नुहुन्छ। हजुरहरूलाई यही मेरो शुभकामना छ। बिस्तारै जानु होला, सुरक्षित जानु होला। हस् है सर, थ्याङ्क यू गाइस। उहाँ सरहरूले चाहिँ हामीलाई एकदम ब्रिफिङ राम्रो दिनुभयो है। एकदम खुसी लाग्यो। नेक्स्ट टाइम आउँदा नि यसै गरी ब्रिफिङ दिने होला, सजेसन गर्नु होला। हजुरलाई पनि धेरै धेरै धन्यवाद। सरले पनि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। ल गाइज अब चाहिँ हामी यहाँबाट एकैचोटि हाम्रो डेस्टिनेसनतर्फ अगाडि बढ्छौँ है त।
माथिबाट मजा आउँदैन यार ओ यो कर्नरमा नरोक यार अहिले हानिदिन्छ आफ्नै केटाहरूले कर्नरमा त हानिदिइहाल्छ नि ब्ल्याङ्गै अहिले आफ्नै केटाहरूले हानिदिन्छ माई गॉड के यस्तो सो गाइस अहिले चाहिँ फाइनल्ली हामी आफ्नो डेस्टिनेसनमा आइसक्यौँ है रिजोर्टको नाम त थाहा छैन मलाई तर हामी यहाँ पहिला पनि आएको हो हिँड 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 ओहो ओहो ओइ 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 कत्रो भएछ यार बाढी आयो क्या हो गुड मर्निङ मन हरियाली रहेछ त यार आज हाम्रो कब्जामा आइसक्यो रिसोर्ट मैले थाहा पाइसकेँ यतै राखिदिउँ न त यार यो राइडिङ गियरहरू होइन गाइज फाइनली हामी यहाँ रिसोर्टमा आइसक्यौँ है यतापट्टि स्विमिङ पुल छ यता काउन्टर यतापट्टि थियो यहाँ त लाइभ म्युजिक पनि हुँदैछ है अब यहाँ हामी गेमहरू खेल्छौँ स्विमिङहरू गराउँछौँ आफै पनि गर्छौँ खुब इन्जोय गरिन्छ खानासाना खाएर अनि त्यसपछि लागिन्छ है त गाइज यहाँ स्विमिङ गर्ने प्लान भइरहेछ है सो गाइज सबजना साथीहरू चाहिँ होइन स्विमिङ गर्नको लागि उता स्विमिङ पुलमा हाम फालिसकेँ म चाहिँ यहाँ स्विमिङ गर्ने भनेर सावर लिएर बाहिर आएको छु ओहो म पनि अब स्विमिङ पुलमा हाम फाल्न जाँदैछु हे रहा नहीं जाता तड़प ही ऐसी है ना स्विमिङ कम्पिटिसन हुँदैछ अब यहाँ होइन म चाहिँ भाग लिँदिनँ जसले स्विमिङमा जित्छ त्यसलाई चाहिँ एसजिबी अटोको तर्फबाट चाहिँ एउटा गिफ्ट ह्याम्पर छ है एउटा कुपनहरू अरू चिजहरू छ अनि हेरौँ स्विमिङ कम्पिटिसन अनि अरू के कम्पिटिसन गराउँछौँ हामी म्युजिकल चेयर पनि हुनसक्छ अब यहाँ स्विमिङ कम्पिटिसन हुँदैछ कसले जित्छ थाहा छैन हेरौँ है त फाइनल फाइनलको दिन यो चाहिँ रनर अपलाई है यो चाहिँ रनर अपलाई हो स्विमिङको
यो चाहिँ एससीबी अटोबाट वोट सर्भिस 500 को जे किन्दा नि पाइयो है, उहाँले पाउनु भएको छ। अनि ल भाले सर तपाईँलाई बधाई छ है। धन्यवाद सर, धन्यवाद। स्विमिङमा कम्पिटिसन भने हाम्रो एसजिबीमा नि राइडर मात्रै भन्ठाने त स्विमरहरू नि त्यसमा खुसी लाग्यो है। नेसनल हान्नुपर्छ है सर। यो चाहिँ यो स्विमिङ कस्ट्युम चाहिँ मलाई मेरो बोसले सिकाउनु भएको है। फेरि राज बोसले ओ ल स्विमिङ चाहिँ च्यालेन्ज गर्नलाई चाहिँ उहाँले सिकाउनु भयो। यसको चाहिँ ऊ चाहिँ उहाँलाई जान्छ है। श्रेय ओके ल ओके, थ्याङ्क्स फर चाहिँ नि दरबार थकाली आयो नि एसटिभी अटो है। ओके 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 ल। अब चाहिँ हाम्रो सबै प्रोग्रामहरू सकेर खाना खाने क्रम जारी छ है। सबजनाले खाना खाँदै हुनुहुन्छ यहाँ, सब साथीहरूले खाने होइन। घुमन्ते गले मिस्टर एसजिबी है, मिस्टर धर्मश्री, मिस्टर ओल्ड भन्छ नि, मिस्टर ह्यान्डसम जस्तै एसजिबी ह्यान्डसम। ल जाउँ हामी पनि खाना खाउँ हो। ए ल मन थाल्यो। ल हाम्रो विजय दाई आउनु भएको छ होइन, फर्स्ट टाइम एसजिबीमा। दाई आजको राइड कस्तो लाग्यो तपाईँलाई? छोटकरीमा भन्दाखेरि आजको राइड चाहिँ मेरो लागि चाहिँ अत्यन्त मेमोरेबल भयो। एकदमै मैले सोचेभन्दा पनि रमाइलो, सोचेभन्दा एकदमै धेरै मैले त्यहाँ यसमा इन्जोय गरेँ। र सबैभन्दा ठुलो कुरा मैले एसजिबी जस्तो ग्रुप एउटा टिम पाएको छु र एसजिबी मार्फत यति ठुलो परिवार पाएको छु। त्यसैले आइ एम भेरी ह्याप्पी टुडे। र यो राइड मेरो लागि मेरो जीवनको सबैभन्दा उच्च कोटिको राइड भएको छ। थ्याङ्क यू एसजिबी। थ्याङ्क यू दाई। ल ओके 1 2 3 अब हामी चाहिँ यहीँबाट फेरि काठमाडौँतिरै हामी अगाडि बढ्छौँ। यहाँ चाहिँ हाम्रो सबै प्रोग्रामहरू चाहिँ हामीले यहाँ सर्ट आउट गरेर खानासाना खाएर अब काठमाडौँतर्फ फर्किनको लागि साथीहरू राइडिङ गियर लाएर रेडी हुनुभएको छ। अब हामी यहाँबाट काठमाडौँतर्फ अगाडि बढ्छौँ है त। बाटोमा पानी आइरहेछ, आज नमजाले भिजिने भयो होइन। असारको महिनामा नभिजे कहिले भिज्नु। ठिकै छ, राम्रै हुनेवाला छ। घर कसरी पुगिन्छ हेरौँ, आशा गरौँ राम्रैसँग पुगेला होइन। गाइज अब हामी काठमाडौँतर्फ अगाडि बढिरहेछौँ है। पानी आउला जस्तो भएको थियो, फेरि घाम लाग्यो। ओ माई गड, सुनकोसीमा के हो, बाढी आयो कि क्या हो? राइडर भले त्यो नआयो भने यस्तो यस्तो भएपछि तनाव हुन्छ के। अलिकति सम्झाउनु पऱ्यो क्या, रुल्स एन्ड रेगुलेसन त पालन गर्नु पऱ्यो नि त यार। कहाँ ऊ बाइक भए मान्छे छ अनि नर्मल स्पिडमा पनि छैन, थाहा छ हामी। टर्निङमा बस्छौँ न दाइ, कहाँ यहाँ बस्नु? कहाँ माथि टर्निङमा क्या पानी खानलाई रोक्यो ऊ गरे नि त। त्यही पानी खान माथि बस्नु पऱ्यो। त्यो माथि अघि त्यो हिँड्नुभन्दा अगाडि टर्निङमा चाहिँ त्यहाँ जाउँ न हिँड्नु। खोलाको पानी खाने पानी खाने पानी पसलहरू छ नि त त्यहाँ। ए होइन यार, के अन्त जाने पनि जाउँ त। सो गाइज अहिले चाहिँ हामी नगरकोट भन्दा 4 किलोमिटर तल, के को 4 किलोमिटर हुने नि, मिस्टिक माउन्टेन छ तर 4 किलोमिटर जति हुन्छ होला। 4 किलोमिटर तल चाहिँ यहाँ कुलिङ ब्रेकको लागि रोकिरहेको छौँ है। यो ठाउँमा गर्मीले लास्टै पोलेर मऱ्यो, बाटोमा पानीले हान्छ जस्तो लाग्छ। धन्न पानी चाहिँ परेन है, चर्को घाम लाग्यो। यहाँसम्म आउँदा नि पानीले नभेट्नु भनेको अलमोस्ट राइड चाहिँ सफल भएको मानिन्छ है त। दिल मांगता है दिल 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 मांगता है, दिल मांगता है दिलदार सोनिए तू आ सोनिया। यो बाटो नि सुकेटोतिरको जस्तै सजिलो लाग्छ यार।
सो गाइस अहिले चाहिँ हामी नगरकोटको माथि यहाँ टावर एरियामा आएर बसेका छौँ है। अब यहाँ आएर हामी एकैचोटि ननस्टप सुकुटेबाट तल एकछिन फोटो भिडियो बनाउन बस्यौँ। त्यसपछिबाट आएर हामी एकैचोटि डाइरेक्ट यहाँ आछौँ बाटोमा कतै पनि अलमल नगरिकन। अब हामी चाहिँ यहाँबाट चिया खाएर यहाँबाट सर्लक्क तल भक्तपुरसम्म पुग्छौँ र ब्यासीबाट सल्लाघारीबाट जो जता हो हामी त्यताबाट छुट्टिन्छौँ है त। बसको त्यसलाई सिबिआरै ठिक छ क्या अलि हेरेर किन क्या मेरो स्किल देखिरहन पाउँथ्यो प्रवीणले सिबिआरमा मलाई भिलेनको रोल एउटा आजको राइड हामीले नगरकोटको टावरबाटै विसर्जन गरिदिउँ है। लास्ट टाइममा एकचोटि हाम्रो विजय दाइले एउटा ब्रिफिङ दिनुभयो। सबजना साथीहरू चाहिँ हाम्रो यहीँबाट कोही यतैबाट छुट्टिने कोही तलतिरबाट छुट्टिने अब बाटोबाट छुट्टिँदै जाने क्रम बढेकोले अब हामी चाहिँ यो राइडलाई चाहिँ यहीँबाट इन्ड गर्छौँ है। अब राइड के कस्तो भयो हाम्रो कमी कमजोरी हाम्रो प्लस पोइन्टहरू जे जस्तो छ कृपया कमेन्टमा चाहिँ बताइदिनु होला है त। थ्याङ्क यू सो मच।